गाइज आज चाहिँ साकेलाको अन्तिम हाम्रो रत्नचोकमा चाहिँ अनि आज अन्तिम दिन पानीले धोका दिँदैछ झालकझिलिक गर्न थालिसक्यो हामी चाहिँ भर्खर जाँदैछ 8:30 भयो हाम्रो रिया मिस मेलिना मिस हुनुहुन्छ अगाडि चाहिँ अनि के भयो ओइ साथी आज त कत्रो हुन्छ ल अघि नै अरू बेला त यतिखेर भर्खर भेला हुन्थ्यो हुन्थ्यो आज त अघि नै यति मान्छे भइसकेछ लेट्स सेलिब्रेट लास्ट साकेला हियर एट रत्नचोक गाइस यस्तो पानी पर्यो सो हामी चाहिँ नाच्न पाएको छैन वर्षा बिजुली फेरि सावनको पानी चिसो चिसो मौसम छ तातो अबे नटिप्नु हामीले चाहिँ म्यानिफेस्ट पनि गरिसक्यो और क्युटी पाइ कम हियर हाई क्युटी पानी यस्तो परिरहेछ ल उता बाटो छोड्दिनु दाजुलाई पानी यस्तो परिरहेछ हामी यस्तो बसिरहेछौं तिमीलाई कतिको इन्ट्रेस्ट लाग्छ साकेला नाच्नु तिमीलाई किन मन पर्छ साकेला नाच्नु हैन किन मन पर्छ त पहिला देखिनु मलाई दिनले सिकाउनु त्यही भएर नाइस ओइ यो पानी है पानी परेर के गर्नु पाएन रे खाना पाएन नि पानी परेकोले साथीहरू नाच्न मन लाग्नेहरू चाहिँ नाच्न थालिसक्यो पानीमा पनि खाने मुखलाई जुङ्गाले छेक्दैन म पनि गइदिन्छु कि क्या हो नाच्नमा लाग्यो म पनि भिजेर नाचिदिन्छु अब म पनि जान्छु होला मेरो बहिनीले तालेर म पनि पानीमा नाच्छु मिसहरु पनि जोसिसक्नु भयो अब नाच्नुलाई बताउ न त नाच आऊ नाचौँ नाचौँ मसी नाच्दिन त ल 1 2 3 go साथीहरू फेरि एकचोटि पानी पर्यो यो नाच गर्ने पानी फेरि पर्यो अब हामी चाहिँ ए म झन्डै उसलाई आस्था भनेर भनेको चाम्रेतिर जाने जाऊँ न एकजनालाई एउटा भाग मात्रै दिनुहुन्छ अरे नि त है ओइ मिसु अब it's a chambre break here oh no
भोजनको बाँडफाँड हुँदैछ। यसपालि चाहिँ सरुवा पनि बब्बाल छ है गाइजहरु, सेतो सेतो। रहरे भयो जिन्दगानीमा के चाहिँ हो न
डिनर टाइम रहरे भयो जिन्दगानीमा रहरे भयो जिन्दगानीमा सो गाइस फाइनली सक्यो साकेला अफिसियली एन्ड यसले लिएको होला यसको चाहिँ मैले लिएँ अब सक्यो एकछिन है अनि हामी चाहिँ फाइनल एन्ड क्ल्याप भनेको जस्तै खाना चाम्रे भात खाएर हामी एन्ड गर्दैछौँ ल ह्याप्पी अन्टिल नेक्स्ट टाइम बाइ बाधा के गर्छ अरे नि अर्को वर्ष फेरि भेट्नेछौँ भनेर ल हामी फेरि अर्को साल भेट्नेछौँ है हामी अर्को साल भेट्नेछौँ अर्को साल तपाईँहरू तोम्बा लिएर आउनुहोस् हामी पनि यस्तै भिडियो लिएर आउँछौँ बाइ बाइ थ्याङ्क यू फर वाचिङ अहिलेसम्म हेर्नुभयो भने बाइ बाइ